नमस्कार। म देव गुरुङ। यो काउलीपानी वडा नम्बर 3 यो काउलीपानी मेरो घर र म यो काउलीपानी सामुदायिक होमस्टेको चाहिँ अध्यक्ष पनि र यो होमस्टे महासङ्घ गण्डकी प्रदेशको सदस्य र यो काउलीपानी सामुदायिक होमस्टे यो हाम्रो एउटा नेपालको उत्कृष्ट बेस्ट होमस्टेको अवार्ड पाएको होमस्टे पनि हो र साथसाथै यो काउलीपानी सामुदायिक होमस्टे यो एउटा चाहिँ नेपाल सरकार स्वास्थ्य जनसङ्ख्या तथा वातावरण मन्त्रालयले यसको 38वटा सूचकहरूलाई पार गरेर त्यो मूल्याङ्कन प्रतिवेदनको आधारमा काउलीपानीलाई यो नेपालको एउटा पहिलो वातावरण मैत्री होमस्टेको रूपमा पनि यसलाई घोषणा गरेको छ र नेपाल सरकार र वातावरण मैत्री घर परिवारको लोगो सहितको मेटल प्लेट एटेच गरेर यसलाई प्रमाणीकरण पनि गरिदिएको छ। वास्तवमा भन्नुपर्दाखेरिमा काउलीपानी आफैमा यो वातावरण मैत्री होमस्टे हो र पनि यो अहिले जुन यो वातावरण मैत्री होमस्टे हामी यसको यो वातावरण मैत्री होमस्टे भएकै हैसियतले यहाँको चाहिँ वातावरण संरक्षणमा यो होमस्टे पनि आफ्नो तर्फबाट खेल्न पनि भूमिकाहरू चाहिँ निर्वाह गर्दै आएको छ, जसमा यो क्षेत्रमा विषादीको कम प्रयोग अथवा प्रयोगमा चाहिँ रोक लगाउने अनि रासायनिक मलहरूको प्रयोगमा रोक लगाउने अथवा त्यस्तै कम प्रयोग गर्न चाहिँ जोड दिने र साथसाथै यो वरिपरिको वातावरणलाई चाहिँ सरसफाइ र संरक्षणमा चाहिँ ध्यान दिने कुराहरूमा चाहिँ हामीले ध्यान दिइरहेको छ। किनभने यो आफैमा एक त वातावरण मैत्री होमस्टे हो भने अर्कोतिर त्यो टुरिज्म भनेको स्पेसली यो अहिले चाहिँ यो एग्रो टुरिज्मलाई चाहिँ जोड्नुपर्ने हुन्छ, रुरल टुरिज्मलाई। त्यसैले गर्दा नि यो हाम्रो होमस्टे भनेको अब यो रुरल टुरिज्म हो। रुरल टुरिज्मलाई चाहिँ एग्रो टुरिज्मसँग जोड्नुपर्ने हुन्छ। एग्रो टुरिज्मलाई जोड्नको लागि के त भन्दाखेरिमा हामीले वातावरणलाई चाहिँ यो इको टुरिज्मलाई पनि जोड्नुपर्ने हुन्छ। तसर्थ यो एग्रो इको टुरिज्मको लागि गर्दा हामीले यो वातावरणको संरक्षणमा विशेष ध्यान दिनुपर्ने हुन्छ। त्यसैले गर्दा यो प्लास्टिकहरू जहाँ पाए त्यही फाल्ने जलाउने कुराहरूलाई त्यसरी विभिन्न किसिमको चाहिँ सिसा धातुजन्य वस्तुहरू त्यसलाई चाहिँ निश्चित ठाउँमा चाहिँ व्यवस्थापन गर्ने कामहरू गरेका छौँ भने हामीसँग यहाँ नजिक एकदमै राम्रो पानीको स्रोतहरू मुहानहरू छ। तर यो अहिलेको चाहिँ यो जलवायु परिवर्तनको असरले गर्दाखेरिमा बिस्तारै यो पानीको मुहानहरू सुक्दै गएको चाहिँ हामीले अनुभूति गरिरहेका छौँ। तर यसलाई संरक्षण गर्नुको लागि पनि हामी लागिपरेका छौँ कि यसको मुहानको वरिपरिका रुखहरूलाई चाहिँ संरक्षण गर्ने हरियाली बढाउने कामहरू गरिरहेको छ। यसले गर्दाखेरिमा अनि हाम्रो घरको वरिपरि चाहिँ कम्तीमा पनि 2-4 चाहिँ बहुवर्षीय फलफुलको वृक्षहरू राख्ने रोप्ने, फुलको घर अगाडि चाहिँ फुलको गार्डनिङहरू गर्ने, यसले पनि के गरिरहेको छ त भन्दाखेरिमा वातावरण संरक्षण अनि यस्तो जलवायु परिवर्तनलाई चाहिँ रोक्ने काममा टेवा पुर्याइरहेको छ र हामीले त्यतातिर चाहिँ हामीले चाहिँ पहल कदमीहरू गरिरहेका छौँ भने अर्कोतिर एकदमै महत्त्वपूर्ण काम हामीले यो के गरिरहेका छौँ, यो काउलीपानीको जुन यो खोलाको माथि एउटा सानो पोखरी भन्ने छ। त्यो सानो पोखरी पहिला चाहिँ एउटा पोखरी रहेछ, तर त्यो पोखरी चाहिँ यो हामीले देख्दा हल्का पानी थियो, तर पछि त्यो सुकेको कारणले गर्दा अब हामीले फेरि त्यो पोखरीलाई फेरि के त भन्दाखेरि पुनर्जीवन दिनुपर्छ भनेर हामीले त्यसलाई चाहिँ अन्य मुहानबाट पानी ल्याएर चाहिँ हाल्ने प्रयास पनि गरिरहेका छौँ त्यो पोखरीलाई भनेर। अब त्यसले दुईटा कुरा गर्छ भन्ने हामीलाई आशा राखेको छ। एउटा त त्यसले चाहिँ यो काउलीपानीको यो मुहानको शिरमा भएको कारणले त्यो पोखरीले त्यसलाई रिचार्ज गरोस् भन्ने, अर्कोतिर त्यसले रिचार्ज मात्रै नभइकन त्यहाँको त्यो जङ्गलको बिचमा भएको कारणले गर्दा त्यो वरिपरि अरू पानी नभएको कारणले गर्दा जीवजन्तु जनावरहरूको लागि पानी पिउने स्रोत बनोस् भन्ने अभिप्रायले हामीले चाहिँ त्यो कामहरू पनि गर्ने प्रयास गरिरहेको छ। तर त्यो पानी त्यो पोखरीमा तल्याएर राख्ने कुरा अलिकति हामी सफल भइरहेको छैनौँ। त्यो हामीसँग सीमित स्रोत साधनले प्रयास गरिरहेको भएर होला त्यहाँ विशेष तरिकाले अलिक टाढाकै स्रोतबाट पानी, किनभने त्यहाँ 2 महिना मात्रै त्यहाँको चाहिँ मुहानमा पानी आउँछ त्यो पोखरीमा आउने पानी, र त्यो मुहान सुकेपछि पोखरी अटोमेटिकली सुक्ने गर्छ। त्यसैले गर्दाखेरि त्यो कुराहरूमा हामीले चाहिँ त्यहाँ जोड दिइरहेका छौँ। र यो अहिले हामीले यहाँले यो ब्याकग्राउन्डमा देखिरहेको हिमालहरू है, यो हिमाल यति सुन्दर हिमालहरू छ। यो विशेष गरी यो हाम्रो महत्त्वपूर्ण चाहिँ सम्पदा हो, यो हाम्रो चाहिँ प्राकृतिक सम्पदा, जुन सम्पदालाई संरक्षण गर्न सक्यो भने यो नेपालको टुरिज्ममा ठुलो टेवा पुर्याउँछ।
त्यसैमा पनि के त भनेदेखि हाम्रो यहाँ आउने पर्यटकको लागि पनि यो प्रकृति प्रेमी पर्यटकको लागि पनि यो हिमालयको सौन्दर्यता, यहाँको चाहिँ सूर्योदय सूर्यास्तको दृश्य, यहाँको हरियाली, यहाँको लाली गुराँसको जङ्गल, यहाँ पाइने 38 प्रकारको जडीबुटीहरूको अवलोकन, अनि त्यसै गरी यहाँ पाइने चाहिँ विभिन्न जीवजन्तु जनावर, नेपालको दुर्लभ प्राणीको सूचीमा सूचीकृत चरीबाघ, नेपालमा मात्र पाइन्छ भन्ने काँडे भ्याकुर जस्ता जीवजन्तु जनावरहरूलाई पनि के त भनेदेखि अवलोकन गर्नेको लागि यहाँ पर्यटकहरू आउने गर्ने हो। तर त्यो चिजहरूलाई जोगाएर राख्नको लागि वातावरण संरक्षण गर्नुपर्ने छ र वातावरण संरक्षण भइदियो भने यो जलवायु परिवर्तनलाई चाहिँ न्यूनीकरण गर्ने कुरामा टेवा पुग्छ भन्ने कुरा हल्का हामीलाई नलेज भएको छ। त्यही नलेजलाई लिएर हामी अगाडि बढाइरहेका छौँ। अहिले यहाँहरू जुन यो जलवायु परिवर्तन सम्बन्धीको चाहिँ कार्यक्रम लिएर यहाँहरू आउनु भएको छ, यहाँले दिनुभएको जुन प्रस्तुति हो त्यो प्रस्तुति अझले आज हामीले चाहिँ थप ऊर्जा मिलेको छ। अझ यस्ता कार्यक्रमहरू अझ बढी आओस् र यो जलवायु परिवर्तनलाई चाहिँ न्यूनीकरण गर्ने र यो पृथ्वीको संरक्षण गर्ने यो सम्बन्धी प्रोजेक्ट गर्ने प्रोजेक्ट जुन एउटा परियोजनाहरू छ भने तपाईँले हामीले चाहिँ सहयोग गर्नुहोस् कि हामी यो काममा हामी पनि लागिरहेका छौँ र यहाँहरूसँग हामी हातेमालो गरेर चाहिँ हामी अगाडि बढ्छौँ र त्यसको लागि पनि हामी यहाँहरूलाई यही भिडियोबाट नि यहाँहरू सबैलाई चाहिँ हामी निवेदन गर्छौँ, अनुरोध गर्छौँ र आग्रह गर्छौँ र एकपटक काउलीपानी भिजिट गरिदिनु होला। काउलीपानी भिजिट गरेर यहाँको चाहिँ होमस्टेको स्टे मात्र नभइकन यहाँको बाटोले परिस्थितिको अध्ययन पनि गरिदिनु हुनको लागि र यसमा यो हामीले जुन चाल्दै गरेको यो अभियानमा यहाँले पनि सल्लाह सुझाव र सहयोगको लागि पनि हामी अपेक्षा गर्छौँ र आह्वान पनि गर्छौँ। धन्यवाद अङ्कल। अनि मैले हिजो चाहिँ स्थानीयज्यूहरूसँग कुरा गर्दाखेरि के थाहा पाएँ कि यो माथिको वन छ नि त्यसको रिलेटेड चाहिँ सरकारले के नियमहरू नयाँ नयाँ बनाएको छन्, त्यहाँ माथि जान पाइन्न भनेर, त्यसको बारेमा हजुरले के छ त्यस्तो साँच्चीकै केही छ कि छैन? यस्तो छ, त्यो सरकारले भन्दा पनि यो माथि त्यो यहाँदेखि माथि घना जङ्गल छ, ठुलो जङ्गल छ हामीसँग। तर यो जङ्गल चाहिँ हामीले यो जुन सामुदायिक बनाउने भन्ने हामीले प्रयास गरेको र त्यहाँ के कारणले गर्दा त्यो सरकारी नीति नियमहरू के कुराहरूले गर्दाखेरिमा त्यो कुराहरू यो हामीलाई यो सामुदायिक बनाउनको लागि अथवा हामीलाई ह्यान्डओभर गरेको छैन। र पनि हामी के बुझ्छौँ भने सरकारले यो संरक्षण गर्ने दायित्व सरकारको मात्रै होइन, सरकारले मात्रै पनि यो संरक्षण गर्न सक्दैन। त्यसको संरक्षण गर्ने दायित्व हामी हो, हामीले संरक्षण गर्नुपर्छ भनेर यो सामुदायिक नहुँदा पनि हामी गाउँलेले नै आफ्नै किसिमको चाहिँ रुलहरू बनाएर यो वन जङ्गल संरक्षण गर्ने काम गरेको छ। त्यो कस्तो नियम छ भन्दाखेरिमा सरकारी रुल भन्दा पनि हाम्रो रुल, सरकारी रुल त अब त्यो जङ्गल काट्न पनि यता छ। हाम्रो रुल के छ भन्दाखेरिमा हामीले पाथी नाला उठाएर यो वन हेरालु राखेका छौँ। 2 जना वन हेरालु राखेका छौँ। त्यो वन हेरालुलाई हामी घरमा पैसा दिने सम्भावना छैन, पाथी अन्न उठाएर चाहिँ दिएर स्यालेरीको रूपमा त्यो दिएर राख्ने गरेका छौँ। र यहाँ जङ्गलभित्र पसेर वस्तुहरू त चरन त खासै रोकेको छैन, खासै त्यो ठुलो चरन पनि हुँदैन। हामीसँग एउटा 2 गाई बस्तु जाने हरियो घाँस ल्याउन पाइन्छ, रुख काट्न पाइँदैन, अनि दाउरा टिप्न सधैँ जान पाइँदैन। के अरे शनिबार 1 दिन मात्रै दाउरा लिन जान पाइन्छ। तर त्यो दाउरा पनि के त भन्दा सुकेको सडे गलेको मात्रै ल्याउन पाइन्छ, हरियो काटेर ल्याउन पाउँदैन भन्ने नियम छ। यसले पनि यो जङ्गल संरक्षणमा टेवा पुग्छ। अब लास्टमा अङ्कल सानोमा हजुर के भनिदिनुहोस् कि क्लाइमेट चेन्जले गर्दा होइन, पहिला 20-30 वर्ष 40 वर्ष पहिला होइन हजुरले यहाँ वरिपरि देख्नु भएको कुराहरू जस्तै आजभोलि हिमालहरू कालो कालो हुँदै गइरहेछ, सेतोहरू कम हुँदै गइरहेछ होइन, त्यो कुराहरू पानी पहिला धेरै पर्थ्यो कि आज धेरै पर्थ्यो, त्यस्तो जमिनको उब्जाउ शक्ति पहिला धेरै थियो कि आजभोलि के कस्तो छ त्यस्तो सानोमा भनिदिनुहोस् न। धन्यवाद। यो क्लाइमेट चेन्जको अवस्थामा हेर्नुपर्दा यो पछाडि ब्याकग्राउन्डमा देखिएको हिमालहरूको जुन हिमच्छादित हो त्यो चाहिँ हिमच्छादितहरू चाहिँ घट्दै गएको छ। जुन ठाउँमा हामीले हिउँ देखिन्थ्यो त्यो ठाउँहरू अहिले कालो धब्बाहरूको रूपमा देखिन थालेको छ। जस्तै अन्नपूर्ण सेकेन्डलाई हेर्नुपर्दा अन्नपूर्ण सेकेन्डको त्यो थोरै मात्रै भागमा हिउँ अड्नै नसक्ने, त्यो धेरै स्लोप भएर हो अड्न नसक्ने, तर त्यो धेरै माथिसम्म हिउँ हुन्थ्यो, अहिले त्यो पुछारीसम्म हिउँ नभएको अवस्था देखिएको छ। यो एउटा ज्वलन्त उदाहरणहरू हो भने अरू हिमालहरूमा नि हेर्दै जाँदा त्यो बिस्तारै यो घट्दै गएको छ। यो एकदमै यसको असर नै यो जलवायु परिवर्तनको असर हो भने अर्कोतिर हामीले गरेको अनुभूतिहरू यहाँको उत्पादनहरूलाई हेर्नुपर्दा यहाँ के त भन्दाखेरिमा
जुन त्यो बेलामा हामी सानोमै हुँदा हामीले गरेको खेतीपाती र अहिले हामी यो उमेरमा आइपुग्दा हामीले गरेको खेतीपातीको उत्पादनमा नै अन्तर छ। किनभने त्यसको असरै के हो त भनेर हामीले निर्कल गरेका छौँ भने जुन यो पहिला यो रासायनिक मल र कीटनाशक औषधिहरू विषादीहरूको प्रयोग त्यसको असर हो भन्ने कुरा हामीले निर्कल गरेका छौँ। आज हाम्रो होमस्टेमा आउने पाहुनाहरूलाई त त्यस्तो कीटनाशक र विषादी राखेको कुरा त खुवाउनु भएन। होमस्टेमा त कल्चर चाहिँ मौलिक हुनु पर्यो, खानेकुरा अर्ग्यानिक हुनु पर्यो। अर्ग्यानिक बनाउनको लागि नै हामीले त्यो कुरा रोक्दैछौँ। अब त्यसले राम्रो रिजल्ट दिन्छ भन्ने हामीले उत्पादन राम्रो रिजल्ट दिन्छ भन्ने अपेक्षा गरेको छौँ। नम्बर 1 भने दोस्रो कुरा पाएको चेन्जहरू ग्लोबल वार्मिङको असर देखिएको बाटोमा देखिएको चेन्जहरू एउटा चरा छ त्यो न्याउली चरा। त्यो न्याउली चरा तल बेसीतिर कराउँथ्यो पहिला, किनभने त्यो न्याउली भनेको त्यो गर्मी ठाउँमा बस्ने चरा हो र आजभोलि यता माथितिर आएर कराउन सुरु गरेको छ कि। अब योले नै हामीले देखेको पहिला बेसीमा कराउने न्याउली अहिले यो माथि टुप्पोमा लेखमा आएर कराउन सुरु गरेको छ। यसले के अनुभूति गरेको छ, अहिले यो जलवायु परिवर्तनले गर्मी चढेपछि त्यो रेसिस्ट हुन सक्ने भयो, त्यहाँ यो माथि पनि आएर बस्न थाल्यो। नम्बर 1। अर्को कुरा जलवायु परिवर्तनको एउटा अनौठो र डरलाग्दो असर के देखिएको छ भने हाम्रो त यो त लाली गुराँसको क्षेत्र हो। लाली गुराँस फुल्ने भनेको फागुन चैततिर हो। गत वर्ष त्यो मेरो घरको आडैको एउटा गुराँसको बोटो पुसको 13 गते चाहिँ लाली गुराँस फुल्थ्यो। भनेपछि यो असर पनि के हो त भन्दा यो वनस्पतिहरूमा यो जलवायु परिवर्तनको असर हो। र अनि यो कटुस पलाउने कहिले पलाउँथ्यो त? कटुस भन्दा यो वैशाखको आखिरीतिर चाहिँ देखि लिएर जेठको पहिलो हप्तातिर बल्ल त्यो कटुसले पालुवा चढ्थ्यो। अनि त्यो कटुसको पालुवा चढ्न थालेपछि के भन्थ्यो, अब धानको बिउ राख्ने बेला भयो भन्ने गर्थ्यो हाम्रा हजुरबाहरूले। कटुस त अहिले त अस्ति नै पलाइसक्यो। अब धानको बिउ राख्ने कुरो त भएन। अब वर्षाको कुरा गर्नुपर्दा यो वर्षा अनिश्चित वर्षा छ। कोही बेला चाहिँ जेठाइ चाहिँ पानी पर्दैछ, कहिले चाहिँ साउन बितिसक्दाखेरि पानी पर्न आएको छैन, कहिले अहिले गएकोमा पुरा असोजमा धुमधामसँग मनसुन आएर चाहिँ पानी परिदियो। यसरी त्यो वर्षामा अनिश्चितताको कुराहरू पनि देखिएको छ। यी सबै जलवायु परिवर्तन, अहिले हाम्रो यो खानेपिने यो बाली नालीहरू नयाँ रोग किराहरू देखिएको छ। यो पनि जलवायु परिवर्तनको असर हो भनेर हामीले अनुभूति गरेका छौँ। किनभने त्यो हाम्रो फलफुलहरूमा त्यो झिङ्किरी भन्ने किरा पहिला लाग्नै थिएन। आज झिङ्किरी किरा आएर त्यो फलहरूलाई चाहिँ क्षति पुर्याउने कामहरू एउटा उदाहरण दिएको। नयाँ के त भन्दाखेरि यो झारपातहरू त्यो चिजहरू नयाँहरू आइरहेको छ। जुन पहिला भएको चिजहरू छैन, अहिले नयाँ आइरहेको छ। यस्तो किसिमको यो सबै जलवायु परिवर्तनको असर हो भन्ने हामीले बुझेका छौँ। हल्का चाहिँ अब त्यसको त्यो गहिराइमै त हामी पुग्न सकेका छैनौँ। अब यिनै कुराहरू हुन्छ। धन्यवाद।